हेलो गाइज, आज चाहिँ स्याटरडे अनि हामी चाहिँ एकछिन घुम्न निस्किनु पर्यो भनेर रेडी भयौँ। अब हाम्रो यहाँ ड्राइभर सर हुनुहुन्छ अनि अर्को चाहिँ पोछा लगाउनेवाला अनि अर्को चाहिँ ब्लगर अनि अर्को सानो डन। अलराइट ओके गाइज, अब चाहिँ हामी घुम्नको लागि भनेर निस्क्यौँ, तर कहाँ जाने भन्ने चाहिँ अझै पनि फिक्स भएको छैन। जाँदा जाँदै बाटोमा होला कतै जाने भनेर जस्ट फ्रेस हुनको लागि मात्रै निस्केको हो। अनि हामीले चाहिँ जाँदा जाँदै भक्तपुर दरबार स्क्वायर जाने प्लान गऱ्यौँ। बाटोमा चाहिँ सिसन बानिया र अर्को के जाति अन्सारीको गीत बब्बाल भन्ने सुन्दै गएको, लास्टै राम्रो बब्बाल लाग्यो मलाई चाहिँ नेपाली ऱ्याप गीत। अनि उदै उदै गयौँ हामी भक्तपुरको गल्ली गल्ली, उदै उदै यस्तो धेरै जाम थियो कि धन्न गाडी हाँक्छ नि यार भाइहरूले। मलाई चाहिँ यो भ्यालीभित्र गाडी हाँक्नको लागि कहिले पनि आँट आउँछ जस्तो लाग्दैन। मान्छेहरू पनि कोही डराउँदैनन्, सबैजना बिच रोडमा हिँडिरहेको हुन्छन्, ठोक्किँदै नि हिँड्छन् कोही कोही त। त्यसपछि सबैभन्दा सुरुमा चाहिँ हामीले खुवावाला कुल्फी खायौँ अनि हाम्रो ग्याङको नाम चाहिँ कुल्फी ग्याङ अरे। नजिक पनि अनि राम्रो पनि लाग्ने गो टु प्लेस हो हाम्रो भक्तपुर दरबार स्क्वायर चाहिँ। अनि आज चाहिँ हामी स्पेसली बारा खाना हिँडेको अनि अभिषेकले चाहिँ आलु चामा चाहिँ मिठो आलु पाउँछ अरे भनेर लिएर गएको छ। ल जाऊँ न त नि अब कता कता हो। अलिअलि फोटो र भिडियो नखिचिकन त कहीँ गएको जस्तो मतलबै हुँदैन नि होइन, त्यही भएर हल्का फोटो भिडियोज त खिच्नै पर्यो। स्याटरडे भएर होला भिड चाहिँ एकदमै थियो है। ल अब चाहिँ हामी आलुचा भन्ने ठाउँमा जाँदैछौँ, कस्तो हुँदो रहेछ त्यहाँको आलु चाख्नको लागि। त्यहाँ पनि कति धेरै भिड हो, आज भिड नहुने त कति ठाउँ छैन। ल फाइनली हामीले आलु भेटायौँ, यही हो रहेछ आलु चामा पाइने स्पेसल आलु। त्यसपछि बाह्र खाना गयौँ अनि मैले यो मरी चाहिँ फर्स्ट टाइम खाएको है, मैले यो मरी चाहिँ सुनेको मात्रै थिएँ, कहिले खाएको चाहिँ थिइनँ। त्यसपछि फेरि हामी लाग्यौँ च्वास्सो चटपटी, हामी चाहिँ अब च्वास्सो चटपटीतिर जाँदैछौँ। च्वास्सो मतलब पेन्टले छोपेर च्वास्सै पानीपुरी खायौँ हामी सबैजना मिलेर। मलाई चाहिँ लास्टै धेरै अमिलो लाग्यो, अलिक लास्टै नै च्वास्सै। यो फर्किँदाखेरिको सनसेट चाहिँ कस्तो ब्युटिफुल देखेको थियो क्या, ओ माई गॉड लास्टै राम्रो। त्यही भएर फोटो भिडियो नखिचिकन त बस्नै सक्दिनँ म। ओके गाइस, सी यू नेक्स्ट टाइम। Thank you for watching.